ल पढेको थियौँ अब त्यहाँबाट स्टार्ट गरौँ है। हिजो हामीले चाहिँ यहाँ अहुइ दुईमा आएर छोडेको थियौँ, अब अहुइ दुई ठ्याक्कै स्टार्ट गर्छौँ। अहुइ दुईमा उयाकथुम औषधिजन्य सामग्रीहरू अथवा औषधि मेडिसिन भइहाल्यो भने छिर्योबब भनेको उपचार गर्ने तरिका, ट्रिटमेन्ट मेथड भन्छ, तरिकाहरू होइन, कसरी कसरी उपचार गरिन्छ त के गरेर भन्ने कुरा छ, त्यसको बारेमा हामी यहाँ छलफल गर्नेछौँ। सुरुमा यता हेर्नु भयो भने यहाँ चित्रहरू हेर्नु भयो भने चित्र देखाएकै छ। त्यो चित्र देखाउँदा देखाउँदा हामीले केही त्यो टेन्सनै भएन। अब यहाँ एक भन्दाखेरिमा खासमा क्याप्सुललाई देखाएको छ यहाँ त। यसलाई चाहिँ ट्याब्लेट औषधि भनेर बुझ्नुहोस्, केही फरक पर्दैन है। ट्याब्लेट औषधि अथवा चाहिँ हामी के भनेर बुझौँ त त्यसलाई, क्याप्सुलहरू भनेर बुझौँ। पिल भनेको छ त्यो ट्याब्लेट औषधि भयो। र यो फुङ्दे भनेको ब्यान्डेज छ नि त। यो देख्नुहुन्छ, यो ब्यान्डेज। अब हातहरू मर्कियो अथवा खुट्टाहरू मर्कियो भने बानिरहेको हामीले देखिरहेको हुन्छौँ, यसलाई भन्छ फुङ्दे। त्यो हुन्छ फुङ्देरुल खाम्दा। हिजो नै हामीले पढ्छौँ त फुङ्देरुल खाम्दा भनेको ब्यान्डेजहरू बाँध्नु है। अनि त्यसपछि गएर अरू हेरौँ त। त्यसपछि अर्कोमा गयो, यतापट्टि जाउँ, एन्गो। एन्गो भनेको मलम भइहाल्यो। एन्गोरुल के हुन्छ त, फारुदा हुन्छ, मलम हुन्छ है। एन्गोरुल फारुदा भनेको मलम भइहाल्यो है। त्यसपछि गएर यो फासु। फासु भनेको यहाँ हेर्नु त, फासु यसले चाहिँ यसो चप्काउने हो कि, गालामा यसो चप्काउनलाई फासु भनेको। पेनहरूलाई कम गर्नलाई, दुखाइ कम गर्नलाई यसलाई प्याज भन्छ, पिएटिसिएच, प्याज। यसलाई चाहिँ प्याज भनेको यो दुखाइ कम गर्नलाई युज गर्ने। फासु भनेको टेप भनेको है। अनि यो फेन्थु भनेको नि त यही हो है। ब्यान्डेज अथवा ब्यान्डेड भन्छ नि हामीले, ब्यान्डेड भनेको हातहरू काटियो भने, हल्का हात काट्यो भने हामीले लाउँछौँ, त्यसलाई हामीले ब्यान्डेड भन्छौँ है। यो फान्साङ्गो भनेको हेर्नु त प्लास्टर भनेको छ। यो खासमा यहाँ सेतो सेतो देखाइरह नि, यो देखाइरह। यो र ब्यान्डेज एउटै एउटै हो है। ब्यान्डेज अलिकति हल्का ठुलो मात्रै हो, यो हल्का सानोमा यो चाहिँ सानो हामीले युज गरिरहेको छौँ, 5 रुपियाँको दुईवटा अथवा हामीले किनिरहेको हुन्छौँ नि त यो याक बुकहरूमा। त्यो चिजहरू यो ब्यान्डेज भयो हाम्रो पर्समा हामीले अथवा गोजीमा कतै कतै झोलामा हालिरहेको हुन्छौँ। अनि यो चाहिँ हल्का त्योभन्दा ठुलो है। फान्साङ भनेको त्योभन्दा हल्का ठुलो प्लास्टर भनेको है, हिन्दी प्लास्टर भनेको हो। र त्यसपछि गएर सोदोक भनेको ड्रेसिङ भइहाल्यो है। सोदोक एक भनेको ड्रेसिङ गर्ने औषधि, बेटाटिन भन्छ, यो ड्रेसिङ गर्ने औषधि भइहाल्यो होइन। त्यो घाउहरू सफा गर्ने औषधि भनेर बुझौँ है। त्यसपछि गएर यङयाङजे भनेको त हामीले हिजो पढ्छौँ, न्युट्रिसन भइहाल्यो, पोषण तत्त्वहरू अथवा पोषण सप्लिमेन्ट भनेर यही भनेको छ। त्यो चाहिँ अब पौष्टिक तत्त्वहरू, पौष्टिक आहारहरू परिपूर्ति गर्ने अथवा पोषण तत्त्व भनेर बुझ्दा भइहाल्यो। जसलाई चाहिँ हामीले भिटामिन जे पनि भन्छ कि, यो मिन्जे भनेको नि भिटामिन है। भिटामिनहरू भनेको भिटामिन जे भन्छ, भिटामिन भइहाल्यो है। त्यसपछि गएर यहाँ तपाईँहरूको यहाँ छुटेको कुराहरू भनेको यो भेक्सिन। यो भेक्सिन भनेको भ्याक्सिन नै हो है। जस्तो यसमा चाहिँ अब हरेक चिजको भ्याक्सिन, अब कोरोना भ्याक्सिन, कोरोनालाई कोरोना नै भन्छ, कोरोना भ्याक्सिन। यो भ्याक्सिनहरू अनेक थरीका हुन्छन्, त्यो भ्याक्सिन भइहाल्यो है। अनि त्यसपछि गएर अरू कुरा बुझ्ने भने यन्गोरुल फारुदा हुन्छ, फासुरुल फुच्चिदा हुन्छ, फेन्थुरुल पनि फुच्चिदा, फान्साङ्गोरुल पनि फुच्चिदा, सोदोगुल आधा हुन्छ, यङयङजेरुल मक्ता भइहाल्यो, आल्याक पनि के भयो मक्ता, अनि फुङ्देरुल अन्डा भइहाल्यो। यो चिजहरू हामीले ध्यान दियो भने योभन्दा बाहिर एकदम अन्त्यतिर एकदम टाढा टाढा जानु पर्दैन। अनि यहाँ देखाएको छैन यो आन्याक भन्छ, आँखाको औषधि ड्रप भन्छ नि, यो आई ड्रप भन्छ नि है, त्यसलाई चाहिँ आन्याक भन्छ है। आँखाको औषधि त्यो ड्रपहरू हुन्छ क्यारे हो, त्यसलाई चाहिँ हामीले आन्याक भनेर भन्छौँ। यहाँ नदिएको भए पनि यहाँ चित्र हेर्दा उस्तै उस्तै जस्तो छ। यो भिटामिनहरू भयो, यो चाहिँ अब आन्याक भनेर पढ्यौँ हामीले। ल ओके, यो कुराहरू भयो हाम्रो यहाँ औषधिहरूको बारेमा भयो भने। यहाँ अब तलपट्टि आएर यो माथिको औषधि भयो, के कस्तो कस्तो औषधि भन्ने कुराहरू, औषधितिर गयो, उयाक थुमतिर गयो भने। अब यहाँ चाहिँ हामी पढ्छौँ छिर्योबब, उपचार गर्ने विधि, कसरी कसरी उपचार गरिन्छ भन्ने कुराहरूको विधि छ। सुरुमा यागुल मक्ता औषधि खानै पर्यो, जसलाई चाहिँ यागुल थुसिदा पनि भन्छ। त्यसपछि गएर सक्छुई हादा पनि भन्छ है। त्यसपछि गएर फोक्योङ हादा पनि भन्छ। हेर्नुहोस् है, यागुल मक्ता अनि फोक्योङ हादा, यागुल थुसिदा अथवा सक्छुई हादा, यो सबै भनेको के हो त, खानु भनेको है, प्रयोग गर्नु, सेवन गर्नु। सक्छुई आधा पनि पऱ्यो भने, अब यागुल थुसिदा हिजो नै लेखिदिएको, फोक्योङ आधा पनि हिजो नै लेखिदिएको, त्यो लेखेको कुरा त फेरि फेरि के लेख्नु। अनि यागुल पुरिदा भनेको औषधि छर्नु है। यागुल पुरिदा भनेको औषधि छर्नु, जसलाई चाहिँ फुन्सा हादा पनि भन्छ है, छर्किनुलाई चाहिँ फुन्सा हादा भनेको छर्किनु, तर जेसुकै पनि छर्किन पाइयो। अथवा फुन्मु हादा है, फुन्मु हादा, फुन्मु
आधा है। अब तपाईँले फुन्मुगी भनेर देख्नुभयो होला, फुन्मुगी भनेर, त्यो स्प्रेलाई भनेको, त्यो स्प्रे हुन्छ नि औषधि हालेको छ भने त्यसलाई फुन्मुगी भन्थ्यो। त्यस्तै चाहिँ फुन्मु हादा भनेको पनि स्प्रे गर्नु भनेको रहेछ है। यहाँ चाहिँ यागुल पुरिदा भनेको अथवा फुन्सा हादा अथवा फुन्मु हादा भनेको के रहेछ, औषधिहरू छर्किनु है। यागुल अगाडि याग लगाएर त्यसपछि यहाँ सोदोक याग बेटाटिन ड्रेसिङको औषधि भनेको छ। सोदोगुल हादा भनेको के गर्नु त, अब यो चाहिँ घाउहरू सफा गर्नु अथवा घाउलाई कीटाणु रहित बनाउनु के होइन। घाउलाई चाहिँ पहिला कीटाणु रहित बनाउनु, त्यसपछि बल्ल औषधि लगाउनु। त्यो घाउलाई कीटाणु रहित बनिसकेपछि बल्ल के गर्यो, एनगोरुल फारुदा मलम लगाइयो है। मलम लगायो, एनगोरुल फारुदा मलम लगाउने काम गरियो। अनि यो हेर्नु त, यसलाई भन्छ फेन्दु फेन्दुरुल फुच्चिदा, फेन्दु भयो। अनि फासु भनेको यही हो नि त, मैले भनेको थिएँ हिजो, यसरी पाल पाल परेको जस्तो। अनि यसले चाहिँ दुखाइ कम गर्ने हो कि अरू केही होइन। सुन्निएको ठाउँ अथवा केही भएको दुखाइ, एकदम दुखाइ भएको ठाउँमा यसलाई चाहिँ हामीले चप्काइदियौँ भने यसले चाहिँ दुखाइ कम गर्छ कि, यसले प्रेसरले गर्दा सोसेर दुखाइ चाहिँ कम गर्छ। यसलाई फासुरुल कुचिला भनेर भनिन्छ। अनि चिम्जिरो हादा भनेको तातोले अथवा चिसोले सेकाउनु। अब तातोले सेकाउनुलाई चिम्जिरो हादा भन्छ कि, ओन चिम्जिरो हादा भनेको तातोले सेकाउनु, त्यो तातोले मात्रै भयो। अनि यतापट्टि नेङ आएर नेङ चिम्जिरो हादा आयो भने चिसोले सेकाउनु कि, अथवा बरफ राखेर सेकाउनुलाई नेङ चिम्जिरो हादा भन्दो रहेछ। तातोले सेकाउनुलाई चिम्जिरो हादा भन्दो रहेछ। यसरी चाहिँ भनेको है। यो चाहिँ भनेको अब यस्तो के भन्छ, कम्प्रेस गर्नु भन्छ कि, भन्छ नि यसरी दबाउने अथवा चिसो तातोले सेकाउने भइहाल्यो है। ल, अनि त्यसपछि गएर फुङदेरुल खाम्दा हुन्छ, मैले हिजो भने यही हो। फुङदे ब्यान्डेज भने यो फुङदेरुल खाम्दा ब्यान्डेज हाल्नु। अनि छुमुरुदा भन्ने थियो, मसाज गर्नु है। छुमुरुदा यो पुरानो बुकमा यदि हेर्नु भने त्यहाँ पनि छ है। छुमुरुदा भनेको मसाज गर्नु है। छुमुरुदा भनेको मसाज गर्नु। यदि पुरानो बुकमा यसो गएर हेर्नुभयो भने हेर्नुहुन्छ छुमुरुदा अथवा मासाजिरुल हादा पनि भन्छ के है। मासाजी भनेको मसाज, मासाजिरुल हादा। कसैको केही अरू दुखाइ, ढाड दुखाइ अथवा अन्य केही चिजहरू दुखाइ छ भने मसाज गरेर पनि ठिक हुनुहुन्छ क्या। त्यसलाई चाहिँ छुमुरुदा अथवा मासाजिरुल हादा पनि भन्दो रहेछ है। मासी भयो, मासाजी है, मासाजिरुल हादा। यो कुराहरू पनि यिनीहरू भयो। यो चाहिँ भयो ट्रिटमेन्टको विधिहरू के होइन, तरिकाहरू, कसरी गर्ने उपचार भन्ने तरिकाहरू। अब तलपट्टि हेरौँ त, खुरिमुल फोगो चित्र हेर्ने फोगिया खाँची थेवारुल भन्छ घाँसे मुन्जाङ्गुल भन्छ घाँसे भनेर। अब यो त हामीले बनाइहाल्छौँ नि त। ल, अब फोगी हेर्ने हो भने फोगीमा हेरौँ त, यहाँ चाहिँ के छ, फोङ्देरुल खाम्दा, यहाँ चाहिँ फेन्दुरुल फुच्चिदा छ। अब यही चिजलाई यिनीहरूले के भने सोनमोगी आफा छ, सोनमोगी आफा छ के भएर, सोनमुख चाहिँ दुखेर है। सोनमोगी आफा छ, सोनमुख नारीहरू दुखेर फुङदेरुल खामासयो, के गरे, फुङदे बाने होइन। अब फुङदे बाने भनेपछि सोनमुगी आफा छ फुङदेरुल भइसक्यो भनेपछि यहाँ के भएछ, हात काटेछ, सोनुल थाप्छ, हातमा चोट लाग्यो अथवा सोनुल फेइदा हामीले पढेको छ नि त, फेयस। अब है फेयस, हात काटिएर के भन्नु पर्यो अब, फेन्थुरुल फुच्चस है। हात काटे यही छ त, सोनगारागी फेयस यही छ नि, हामीले यहाँ बनाउनै परेन होइन। सोनगारागी फेयस फेन्दुरुल फुच्चस, यसले बनाइदिएको रहेछ, टेन्सन छैन। यो दुईमा हेरौँ त, दुईमा के छ, हरिगा आफा छ, एउटा कम्मरमा रहेछ, यो माथिको कपडा यो मुनिको कपडा रहेछ, यो कम्मर रहेछ। मैले त अघि त्यो खुट्टै हो सोचेँ, कम्मर। त्यो कम्मरमा चाहिँ के गरेछ, हरिगा आफा छ, कम्मर दुखेर। अब यो के टाँसेको त, फासु, फासुरुल खुच्चस यो टाँसे भन्नु है। त्यसपछि यो हेर्नु त, सोवागा आन्थोएस, सोवादा भनेको के हो अरे, पाचन हुनु। सोवागा आन्थोएदा भनेको पाचन नहुनु, अपच हुनु। अपच भएर अथवा पाचन नभएर यागुल मगज छ औषधि खाए बनाउनु पर्यो। यहाँ सबै युजै छ गरे, यस्तो अब नर्मल भइहाल्यो, यसको लागि टेन्सन लिइराख्नु परेन। ओके, ल, मुनबब दुईमा नहराउनु, यसको बारेमा त मैले हिजो कति भनिसकेँ, केही भन्नै पर्दैन। अगाडिको खण्डमा भएको कार्य सुरुमा हुन्छ, त्यसपछि बल्ल यो कार्य हुन्छ भने बिचमा नहराउनु यो हो कि। यहीसँग प्रयोग गर्दै जाने भने गो पनि लाउन पाइयो, नहराउनु ठाउँमै लाउन पाइयो, गो नासा लाउन पाइयो, यति कुराहरू छन् कि होइन। यो सबै भनेको, अनि नाउनसँग हुए मात्रै प्रयोग गर्न पाउँछौँ है। नाउनसँग हुए मात्रै, जस्तै हिउगा हुए, बिदापछि, शिक्षा हुए, खानापछि, सुअब हुए,
क्लास पछि यसरी चाहिँ हामीले प्रयोग गर्न पाउँछौँ है। यसरी चाहिँ हामीले प्रयोग गर्न पाउँछौँ। ल अब न र उन हुइएलाई हेरौँ त एकछिन। न र उन हुइएनुन थोङसा ए फुच्छ। अब यसलाई चाहिँ विशेषणमा प्रयोग गर्न पाइएन क्या, यति कुरा बुझ्नु पर्यो, विशेषणमा प्रयोग गर्न पाइएन। थोङसा ए फुच्छ क्रियामा टाँसी आफे इरी अगाडिको काम पुन्नान थाउमे सकिसकेपछि नराउन थाउमे यही लगायो त्यसलाई। अगाडिको काम सकिएपछि थुइए इरी पछाडिको काम इर नामला हुँदा उत्पन्न हुने अथवा हुने कुरा जनाउँछ अरे। पहिलो वाक्यमा भएको काम पहिला कम्प्लिट हुन्छ, त्यसपछि बल्ल गएर दोस्रो वाक्य कम्प्लिट हुन्छ भन्ने कुरा यो कुरा बुझ्नु होइन। र जस्तै फाछिमुल इस्सुल्तेनुन उन हुए साइमाल सित्ता कुरीको फाछिम अप्सुल्ते ल फाछिम इस्सुल्तेनुन न हुए साइमाल सिस्सा। अब न बस आउँदा त अब हट्ने नै हो ल, ल भयो भने ल हटेर न मात्रै हुन्छ कि होइन। जस्तै मान्दलाको मान्दुन हुए हुने भयो कि। जस्तै इक्ता पढ्नु इल्गुन हुए पढे पछि सुरुमा पढ्ने काम हुन्छ, त्यसपछि त के होला छोड्नु है। फोदा फोन हुए हेरेपछि। नोल्दा भनेको खेल्नु पनि हुन्छ घुम्नु पनि हुन्छ है। नोल्दाको मिनिङ खेल्नु घुम्नु दुइटै हुन्छ। नोल्दाको ल हट्यो नोन हुए अब खेले पछि है। अब यहाँ हेरौँ यी यागुन यो औषधि फाबुल भातलाई मगुन हुए भात खाएपछि थुस्यो। एउटा काम छ यहाँ भात खाने, अर्को काम छ खाना सरी औषधि खाने है। एउटा काम खाना खाने, अर्को काम औषधि खान्छ। पहिला यो खाना अथवा भात खाएपछि बल्ल के गर्नु पर्यो औषधि खानु। यही हो नराउनु यो नराउनु हुए लागेको अगाडिको वाक्यको कार्य सुरुमा गर्ने र पछाडिको वाक्यको कार्य त्यसपछि बल्ल गर्ने क्रमिक जस्तो हो। छनुन मेइल म प्रत्येक दिन स्यावाहान हुए छामुल छायो नुहाइसकेपछि सुत्छु। सुत्ने काम भन्दा पहिला के गर्दैछ नुहाउँदो रहेछ कि। स्यावा आधा मोग्यो आधा भने के हो नुहाउनु है। नुहाउनु ल यो भयो भने त अब तल्लोमा हेर्नु त मूलखोगी भनेको ए फुलखोगी रहेछ यहाँ फेरि कहाँ मूलखोगी रहेछ ल। फुलखोगी बार्बिक्यू गरेको मासु गोरुको अथवा गाईको कुखुराको पनि हुन पायो। फुलगोगी खोगी वा फुलगोगी चाहिँ मासु र छेसो सागसब्जी सन हुए स यो के भन्छ के भन्छ हौ सल्दा भनेको काट्नु के गर्नु सल्दा भनेको काट्नु है। सन हुए काटिसकेपछि याङ नेमुल नखो फोकायो है। सल्दा भनेको चाना पार्नु काट्नु खोगी अथवा चाहिँ यसलाई चाहिँ हामीले के भन्न सक्छौँ त्यो सुदा प्रयोग गरिसकेपछि भन्न पनि सक्छौँ है। ल उयो याङन्याम भनेको मसला भइहाल्यो। मसलालाई के गर्नु पर्यो नखो हाल्ने अनि फोकायो फोक्दा भनेको के गर्नु त भुट्नु है। पकायो भुटिन्छ। यो चाहिँ यहाँ यो सन आएको चाहिँ सल्दाबाट हो कि। सल्दा भनेको काट्नु चाना पार्नु भन्थ्यो नि। छेसोरु सल्दा अब काट्नु त्यो सन उयो काटिसकेपछि बल्ल भन्ने कुराहरू बुझ्न सक्छौँ है। त्यो चाहिँ ल हटाएर नथप्नु। यतापट्टि हेर्नु त यो टिपमा टिपमा के छ म्यङ्सा वा नाउनसँग हाम्के सँगै सायङ हाल्ते प्रयोग गरेर म्यङ्साको पछाडि हुए चाहिँ फुसङ्गुरो समावेश गरेर सायङ हाल्दा प्रयोग गरिन्छ अरे। हिलवान्छ गुरु सामान्य रूपमा हेङ्गुई ए भनेको क्रियाकलापको सुनसरु नाथाने मानिस कार्यहरूको चाहिँ क्रमिकतालाई जनाए तापनि सिगानुल नाथानेल्ते समय जनाउने बेलामा अथवा म्यङ्सा हाम्के सायङ हामेन सिजम नाथानेन्दा स्टार्टिङ पोइन्ट स्टार्टिङ टाइमलाई चाहिँ पोइन्ट अफ टाइमलाई चाहिँ जनाउँछ भनेको चाहिँ क्या। सिजम भनेको स्टार्टिङ टाइम भन्ने हुन्छ है। सिजम भनेको सुरुको स्टार्टिङ टाइम अथवा टाइमको पोइन्ट समय लाग्ने कुराहरू भन्नेहरू जनाउँछ भनेर भनेको। जस्तै शिक्षा हुए खाना पछि होए रोल सिजा खाल्कयो कुन टाइममा भने चाहिँ खाना पछि यो टाइम हो कि सिजम भने यही हो। कुनै पनि टाइमको पोइन्ट भन्दा पछाडिको कुराहरू जनाउँछ भनेको कि। अब शिक्षा हुए खाना खाएपछि होए भनेको मिटिङ हो है। यो होए भनेको मिटिङ हो। मिटिङ सिजा खाल्कयो सुरु गर्ने छु। हान सिगान हुए एक घन्टा पछि छनुवा हाल्के हो फोन गर्नुहोस्। यो समयको समयलाई पनि जनाउँछ भन्न खोजेको मात्रै हो कि अरू केही पनि होइन। यसले चाहिँ प्राय चाहिँ कार्यहरूको चाहिँ सुन्छलाई जनाए तापनि कहिलेकाहीँ चाहिँ समयको पोइन्टलाई जस्तै एक घन्टा पछि तिन घन्टा पछि दुई घन्टा पछि भनेर यसरी चाहिँ जनाउँछ भनेर भनेको है त। ल नराउनु यो पनि इजी भइहाल्यो त। यति डिपली गयो भने डिपली नै हुन्छ यो, त्यही भएर एकदम सिम्पल तरिकाले बुझ्यो भने भइहाल्यो। ल फोगी वा खाँची मुन्जाङ लन्सँग आस्यो भनेको छ। अब
यहाँ हेर्ने भने उन्दोङ हादा फाबुल मक्ता। अब पहिला उन्दोङ गरिसकेपछि भात खाने भन्ने कुरा बनाउनु पर्ने, त्यति मात्रै हो। उन्दोङुल हान हुए, व्यायाम गरेपछि फाबुल मगयो भात। त्यस्तै थोइगुन हादा छाङ्गुल फोदा होइन, थोइगुन हादा छाङ्गुल फोदा। अब के भन्नु पर्यो, थोइगुनुल हान हुए छाङ्गुल, छाङ्गुल फोल गयो, यहाँ बनाइदिएको छ। थोइगुनुल हान हुए छाङ्गुल फोल गयो। छुट्टी गरिसकेपछि ग्लोसरीको आइटम किन्ने छु। चिम्जिरुल हादा फासुरुल फुच्चिदा, चिम्जिरुल हान हुए फासिरुल फुच्चायो, टाँसो भनेको कि, अथवा टाँस्छन् अथवा टाँस्ने हो भनेर भन्न खोजेको है। चिम्जिल गरेपछि बल्ल चाहिँ फासो टाँस्नु पर्यो भनेको। यागुल पुरिदा, यागुल पुरिन हुए, औषधि छर्किसकेपछि फुङ्देरुल खामायो, फुङ्दे चाहिँ बाँधिन्छ अथवा फुङ्देलाई बाँध्ने भनेको है। सोदोगुल हाल्दा छ, सोदोगुल हान हुए एनगोरुल एनगोरुल थारू रेगयो दल्ने विचार छ भन्नु खोजेको है। अब रेगो हाल्दा हुन्छ आफ्नै लागि भनेर, एनगोरुल थारू रेगयो, एनको चाहिँ मलम दल्ने विचार छ भनेको। यसलाई चाहिँ नराउनु हुए प्रयोग गर्नु मात्रै भनेको, यी सबैको दा हटाएर नराउनु हुए नराउनु लगाइदियो, त्यसपछि उयो भनेर सक्यो कुरा, त्यति मात्रै हो है। यताहरू त्यो पनि छ। ल अब यतापट्टि हेऱ्यो भने दुईमा हेरौँ त, खुरिमुल हन्सन हाँस्यो भनेको छ। यहाँ हेर्ने हो भने फोगी उदाहरण हेर्नु न, फोगी यो जनाएको छ है। यो के जनायो भन्दाखेरिमा छप्सु आधा एउटा छ, फेङ्गोन हस्पिटल, अनि छिर्योरुल फाप्ता उपचार पाएँ भनेको छ, यो भयो। अब यसले चाहिँ के गर्ने, यो गरेपछि यो गरे, यो पछि यो पछि चाहिँ के गरे भन्ने कुरा हामीले जनाउनु पर्ने हो कि। जस्तै खाम्गी ए खल्य सयो, रुगा खोकी लायो अरे, पुरेछ त्यसैले फेङ्गोनेछ हस्पिटलमा, फोगीमा छप्सुरुल हानुए छिर्योरुल फादास ए, छप्सुरुल हानुए अब एक नम्बरको छिर्योरुल फादास भयो। अब छिर्यो पाइसकेपछि के गर्यो त, यागुल छबाङ भात्ता है, छिर्योरुल फादुन हुए, छिर्यो पाइसकेपछि यागुल छबाङ्गुल फादायो अथवा फादासयो, औषधि पुँजी लेखेर पाएँ भने। अब त्यसपछि गएर यागुल छबाङ फादुन हुए पाइसकेपछि के गर्नु पर्यो, यागु के खास सयो, औषधि पसलमा गएँ। अब यो कुरा सकियो। अब यहाँ घर गइसक्यो, त्यसपछि छोडौँ, औषधि पसलमा गइसकेपछि घर गयो। अब के भन्नु पर्यो, फाबुल मगुन हुए यागुल मगसयो, भात खाइसकेपछि औषधि खायो भने यो जो देखाइरह नि क्रमिक, त्यसको पछि यो, यसको पछि यो गरेँ, यसको पछि यो गरेँ भनेर बनाउनु मात्रै, अरू केही पनि होइन है। त्यो एकदम यो के होला भनेर सोच्नै पर्दैन, एरो दिया त्यही अनुसारले हामीले बनाउने, नराउनु हुए लाउने, त्यसपछि के काम भयो त्यति मात्रै भन्ने हो कि, अरू केही पनि होइन। टक्क आफै पनि बनाइहाल्नु हुन्छ, त्यस्तो गाह्रो के पनि है, गाह्रो लागिहाल्यो भने सोद्धा पनि हुन्छ, केही फरक पर्दैन। ल थेवा दुई, ल थेवा दुईमा एक्सा औषधि। अब हेर्नुहोस् है, हिजो हाम्रो 21मा डक्टरको र बिरामीको कुराकानी भएको थिएन, अब यो एक्साको कुराकानी कस्तो हुँदो रहेछ हेरौँ है। एक्साले के भन्छ, असहस्य हो अतक्य अवशेष है, है के भन्यो, असहस्य आउनुहोस्, अतक्य अवशेष है, के कति कामले आउनुभयो भन्दैछ है। अजिरबको चक्कर लागेर सोहागा छाल आन्थ्यो, पाचन राम्ररी भएन भने है, है डाइजेसन चाहिँ राम्ररी भइदिनु भने। यहाँ के यसले के भन्यो, अजिरबको एउटा चाहिँ लक्षण उसको चक्कर आउने हो, अर्को चाहिँ राम्ररी चाहिँ पाचन नहुने हो कि। अब उसले दुईटा लक्षणसँगै भन्ने बेलामा चक्कर आयो र पाचन राम्ररी भएन, र त्यहाँ बिचमा गो किन लाग्यो भन्दाखेरिमा दुईटा अलग अलग लक्षण है, चक्कर आउने अलग लक्षण हो, पाचन नहुने अलग लक्षण, दुईटा लक्षण हो। उसले के भन्यो, फेङ्गोन ए खास्यस हो, हस्पिटलमा जानुभयो त भन्दैछ, आनियो आन खास गएको छैन है। यस्तो भयो भने हस्पिटल जानुभयो कि नै भन्छ, हस्पिटल गएन भन्दाखेरिमा एक्साले के भन्यो, खुरम त्यसो भने यी सोफाजुरुल थुस्यो फस्यो, यो पाचनको औषधि के गर्नुहोस्, खाइहेर्नुहोस् है, थुस्यो फस्यो खाइहेर्नुहोस्, यो पाचनको औषधि खाइहेर्नुहोस्। यागुल थुसिन हुए, औषधि खाइसकेपछि तातो थान न्यानो अथवा तातो छारुल मानी थुस्यो, चिया चाहिँ धेरै पिउनुहोस् के होइन, पाचन गर्नको लागि। अब पाचन भएन भने पाचनलाई औषधि खाने, त्यसपछि गएर तातो चिया खायो भने पच्दो रहेछ भनेर यो औषधिको याक्साले बताउँदैछ है। खुरेदो त्यस्तो भए तापनि तपाईँले यो औषधि खानुभयो, त्यो औषधि खाइसकेपछि तातो चिया खानु पर्यो, त्यति गर्दा पनि खुरेदो, त्यति गर्दा पनि अथवा त्यसो भए तापनि खेसो आफूमेन लगातार दुखियो भने ठेङ्गोने खा बस्यो, हस्पिटल गइहाल्नुहोस् के। मैले भनेको कुरा यही हो। अब सोहाजे दिन्छु त्यो खानुहोस्, तातो चिया खानुहोस्, यति गर्दा गर्दै खुरेदो तै पनि भनेको यति गर्दा गर्दै पनि दुखिहाल्यो भने पनि के गर्नु पर्यो त, हस्पिटलमा गइहेर्नुहोस् भन्छन् नि।
हल्के सुन्दा फुमाउ सुन्दा हो, यही हो औषधि दिने काम भनेको। एक्साको काम हो यो चिजहरू भए है तपाईँलाई, अथवा यसरी चाहिँ अगाडि बढ्नुहोस् भन्ने काम कसको, डक्टरको। यति कुराहरू बुझ्नुभयो भने कुराकानी कहाँ भएको, केटी अहिले कहाँ गएकी हो भन्दाखेरिमा अब यहाँ क्वेसनमा केटी हस्पिटल गइसक्यो भन्ला, गइछ छैन। अब केटी चाहिँ हस्पिटल जानेछ भन्ला, जानेछ काहीँ भनेकै छैन कि, यदि दुख्यो भने जाने हो है। केटीले सोवाजे मगुल गयो, सोवाजे खानेछ भने ठिक छ होइन। यो कुराहरू यसरी चाहिँ जनाउन सकिन्छ। अथवा यगिनुन अधिम्निका भनेर पनि सोधिदिन्छ कहिलेकाहीँ, त्यो चिजहरू पनि ख्याल गर्न पर्छ है। ल जवाब दिएर हेर्नुहोस् न, थिल्लोबा सिनुन अदिए खासयो। थिल्लोबा चाहिँ कहाँ गइन् रे, यागुके खासयो है, औषधि पसलमा गइन्। थिल्लोबा सिनुन मुसुन यागुल सासयो, कुन औषधि किनिन् अब, सोभादेरुल सासयो है, सोभादे किनिन् भनेर। ल त्यसै गरी छेसिथोइन फेउन हरेङ आया थियो आएपछि भनेको छ, खारिरुल थाच्छ फिगा नादा, फी भनेको रगत हो, अर्को फी भनेको वर्षा हो, यो फी भनेको रगत हो। खुट्टामा चोट लागेर रगत बग्यो अथवा रगत आयो, यी एन्गोरुल फारुदा, यो मलम दल्नु, फेन्थुरुल फुच्चिदा, के गर्नु, फेन्थु चाहिँ टाँस्नु भन्यो। यही कुरालाई असोसे हो, वेलकम चला आउनुहोस्, पत्तकै ओसेस हो, के कति कामले आउनु भन्दैछ। थारिरुल थाच्यस, खुट्टामा चोट लागेर फिगा नआयो, रगत बग्यो भन्दैछ। खुरम त्यसो भने यी एन्गोरुल फारुन हुए, यो मलमलाई दलिसकेपछि फेन्दुरुल फुच्चिसेयो, के गर्नुहोस् त, यो फेन्दु टाँस्नुहोस् भनेर भन्नु, फुच्चिदाबाट फुच्चिसेयो टाँस्नुहोस् भनेर। त्यस्तै हरिरुल थाच्छ आफुदा, चिम्जिरुल हादा, यी फासुरुल फुच्चिदा, यो चिजलाई अब हामीले बनाउनु पर्यो कि, हस होस्यो, वेलकम छ, अथक्य होसेस छ, के कति कामले आउनु भयो। हरिरुल थाच्छ आफास आफायो भन्नु पर्यो कि, अब के भन्नु पर्यो, हरिरुल थाच्छ आफायो, कम्मरमा चोट लागेर दुख्या छ भन्नु। खुरम त्यसो भने चिम्जिरुल हान हुए, यसो भने चिम्जिल गरिसकेपछि यी फासुरुल फुच्चिसे हो, यो फासुलाई अथवा यो प्याजलाई चाहिँ के गर्नुहोस् त, टाँस्नुहोस् भनेर भन्यो। यसरी चाहिँ हामीले यो जसरी बनेको छ त्यही गरेर हामीले पनि यसलाई यही सेम यसकै उसमा यसलाई बनाउन सक्छौँ मतलब होइन। कहाँ चाहिँ आशा आशा परेको छ, कहाँ आयो आयो लगाएको छ, कहाँ चाहिँ नराउनु उयो लगाएको छ, त्यो कुरा त हामीले बुझिहाल्छौँ। ल अब यो काम लाग्ने अभिव्यक्ति भनेको छ, मल थोवा थुरिल्कायो भनेको छ है, के सहयोग गरिदिउँ त भनेको है। मल भनेको के, थोवा जुदा सहयोग दिनु, थोवा थुरिल्कायो लकायो उल्कायो त हामीले अस्ति नै पढेको औँकी भन्ने होइन। थोवा जुदा थोवा थुरिदा सहयोग टक्र्याउनु, सहयोग गर्नु, के सहयोग गरौँ त भनेको है। जस्तो कहिलेकाहीँ यो हामी कतै गयौँ, ब्याङ्कमा गयौँ भने सर के सहयोग गरौँ भन्छन्, अथवा टेलिकमरमा फोन गऱ्यौँ भने नि के सहयोग गरौँ भन्छ, त्यही हो है। हस अवश्य हो, स्वागत छ, म थोवा थुरिल्कायो, कहिलेकाहीँ फोनमा पनि सुनिन्छ, हेबुसे हो अन्यवासे हो, मल थोवा थुरिल्कायो भनेर पनि भन्छ कि, त्यो चाहिँ फोनमा भयो। त्यो अस अवश्य हो भन्यो भने फिजिकल्ली भेटघाट शिक्षक हो कि, हस अवश्य आउनुहोस्, मल थोवा थुरिल्कायो, के सहयोग गरौँ अथवा हाउ क्यान आई हेल्प यु भनेको, सोफोरुल चुम फोनेगो सिकुन्देयो, सोफो भनेको पार्सल, चुम यसो चाहिँ फोनेगो सिकुन्देयो, मलाई पार्सल पठाउने विचार थियो भन्न खोजा मात्रै हो कि है, विचार छ। अतक्के हेया दोयो, के कसो गर्यो भने होला भनेको, अथवा हाउ डु आई डु भनेको के कसो गराउँछ मैले होइन, के गर्यो भने होला त भनेर यसरी सोधेको है त। ओके, यो थियो हाम्रो काम लाग्ने अभिव्यक्तिहरू। अब हामी जान्छौँ सङ्घमा। र यो इक्जाममा यो चिज चाहिँ एकदम सोधिराख्ने चिज, यसलाई चाहिँ एकदम ध्यान दिनु होला है, कसका लागि हो, के हो, नाम के हो, कहिलेसम्म खाने भनेर। यो त हाम्रो यसको सायद हाम्रो उसमा पनि छ, यो इक्कीमा छँदैछ, त्यहाँ हामी गरिहाल्छौँ यसलाई कसरी गर्ने भनेर। पहिला हामीले यो चिजहरू ख्याल गर्नु पर्यो है। ल अब यो हस्पिटलको बारेमा, यो उयाकुम औषधिको पर्चेजको बारेमा है, औषधि कसरी हामीले खरिद गर्ने त्यसको बारेमा भनिन्छ। उयाकुम भनेको औषधि जन्य सामानहरू भइहाल्यो, मेडिसिनहरू। खोइ भनेको कसरी खरिद गर्ने भन्ने कुरा यहाँ सिकाइदियो। सर हेरौँ, सिम्पल छ, केही टेन्सन लिनु पर्दैन। हेङ्गोन एस अस्पतालमा छबाङ फादुन है, लेखेर दिएको अथवा पाएको के, यो औषधि किन्नुहोस् है भनेर डक्टरले लेखिदिएको भनेको छबाङ हो कि, छबाङ फादुन औषधि लेखेर अथवा प्रिप्रेसन गरिदिएको पाएको, यागुन औषधि चाहिँ यागको के छ साया हामीदा। अब औषधि यो लिनुहोस् है भनेर लेखेको चिज जो हुन्छ, त्यो पाएको चिज चाहिँ कहाँबाट लिनुपर्छ, यागकुबाट, साया हामीदा यागकुबाट किन्नु पर्छ। छबाङ जनुल खाजीको भनेको, छबाङ जन भनेको त्यो लेखेको पर्ची,
है। त्यो प्रिपरेसन पर्ची जो हुन्छ त्यो लेखेको पर्चीलाई खाजिगो लिएर यागुके खामेन औषधि पसलमा गयो भने याक्सागा औषधिले छबाङ जने छगिन भनेको त्यो प्रिपरेसन त्यो लेटरमा लेखिदिएको अथवा त्यो चाहिँ हाम्रो त्यो प्रिपरेसनमा लेखिदिएको छगिन भनेको लेखिएको यागुल औषधिलाई छोजे हे छुगो मिलाइदिन्छ अथवा चाहिँ के गरिदिन्छ तयार गरिदिन्छ। छोजे आधा भने हिजो पढायो नि त, मिलाइदिनु तयार गरिदिनु हो, त्यसले के गरिदिन्छ प्रिपेयर गरिदिन्छ मिलाइदिन्छ। के गरिदिन्छ प्रिपेयर गरिदिन्छ मिलाइदिन्छ र फुक्योङ पपुल आल्ला सुन्निदा अब खाने तरिका अथवा सेवन गर्ने तरिका पनि सिकाइदिन्छ भनेर भनेको छ। कुरो बुझ्नुभयो। त्यहाँ चाहिँ त्यो पत्रमा अथवा औषधिको पूर्जीमा लेखिएको औषधिलाई उसले चाहिँ तयार गरिदिन्छ। त्यसका साथसाथै प्रयोग गर्ने तरिका फाम्बोकलाई पनि आल्य जुमिदा जानकारी दिन्छ अरे। याक्सागा औषधि पसलेले छुनुन दिएको याकफोङथु एनुन, याकफोङथु भनेको त्यसको झोला हो क्या बाहिर। झोला भन्नाले फेरि फोङथु भन्नाले कहिले खाने, कति दिनका लागि खाने, कसले खाने, कतिवटा औषधि छ, कहिले खाने त खानापछि अगाडि भन्ने कुरा सबै त्यहाँ लेखिदिया हुन्छ क्या। त्यसलाई भन्छ याकफोङथु। यो यहाँ जो देखिरहनु यहाँ यहाँ लेखेको नि याकफोङथु, यही हो याकफोङथु हेर्नु है, यही हो याकफोङथु। अब एक्साले दिएको अथवा दिने याकफोङथुमा वान्जा भनेको बिरामी, वान्जा ए इरुम बिरामीको नाम अथवा नाइ उमेर के, बिरामीको नाम के हो र त्यसको उमेर के हो त्यो चिज। याक ए म्योङछिङ भनेको यो म्योङछिङ भनेको नाम औषधिको नाम के, जस्तै पारासिटामोल हो कि अन्य अन्य चिजहरू नाम हुन्छ नि त औषधिको नाम, के हो त होइन, साइनाक्सहरू हो कि अरू अरू के हो औषधिको नाम अथवा फोक्योङ पप प्रयोग गर्ने तरिका। अनि छुइसाङ भनेको होसियारका अथवा सावधानी कुराहरू के, बच्चाबाट टाढा राख्ने हो कि घामबाट बचाउने हो कि अथवा चाहिँ तपाईँको चिसोबाट बचाउने हो कि के चिज छ त होइन, त्यो चिजहरू अथवा बिर्को चाहिँ राम्ररी लाउने हो कि बिर्को खुल्लै छोड्ने हो कि के चिज छ। छुइसाङ भनेको होसियारका कुराहरू खुरिगो, त्यसका साथसाथै याक्सा वा भनेको औषधि पसलहरूको यागुके औषधिको थिए। अब औषधि बेच्ने मान्छेको बारेमा अथवा औषधि पसलको बारेमा छङ्गो जानकारी दुङ आदि छज्ञ स्मिदा लेखेको हुन्छ अरे कि। यसमा चाहिँ हामीले किनेको औषधि कहाँ हो एकचोटि यसलाई सर्रै हेर्नुभयो भने यही छ है। नेबोक्याक भनेको भित्री परेको लागि अथवा खाने औषधि भनेको है, नेबोक्याक भनेको खाने औषधि भनेको। यहाँ चाहिँ इल्चा मिति लेखिदिया छ याक्साम्यङ इ, याक्साम्याङ भनेपछि को त औषधि बेच्ने व्यक्तिको नाम लेखिदिन्छ। सम्यङ भनेको बिरामीको नाम, त्यो त्यसको चाहिँ उमेर कति त्यो। मङ्नुन्याक खाने औषधि, एक दिनमा 3 पटक खाने, 3वटा खाने, 5 पटक 5वटा चक्कीको दरले खाने, त्यो सबै कुरा यहाँ कहिले कहिले खाने भनेर लेख्दै हुन्छ कि। अनि लास्टमा यो फाक्खा याकबुक भन्ने, फाक्खा याकबुक भन्ने नाम रहेछ कि होइन। अब फाक्खा याकबुक भन्ने औषधि पसलको नाम रहेछ। यसरी चाहिँ औषधि पसल यताउता यो चाहिँ लेखिया हुन्छ भनेर भन्यो है। कुरा बुझ्नुभयो। त्यसपछि हेरौँ खानदानहान भनेको के हो त सामान्य है। खानदानहान भनेको सामान्य, उयाकफुम भनेको औषधिहरू, सामान्य औषधिहरू उइसाए है, सामान्य औषधिहरू उइसाए डक्टरको छबाङजनी औषध हो है। डक्टरको पुर्जी नभए तापनि याकु केस औषधि पसलमा छिकछप आफै खुइहाल्छु सुविधा खरिद गर्न सकिन्छ के। केही कुराहरू जस्तै पेन किलरहरू भयो अथवा दाँत दुख्यो कुराहरू अर्को चिजहरू त हामी नर्मल्ली हस्पिटलमा गएर चेक गरिराख्नुपर्छ भन्ने छैन कि। त्यहाँ गएर नर्मल्ली पनि मलाई यति भएको छ अथवा ज्वरोको औषधि सामान्य औषधि हुन्छ नि, हेलजेहरू, सोवाजेहरू, पाचकहरू, यिनीहरू त हामीले यत्तिकै पनि खरिद गर्न सकिन्छ, जो चिज डक्टरको प्रिस्क्रिप्सन अथवा डक्टरले लेखेको पुर्जी आवश्यक पर्दैन। अब एकचोटि म नेपालीमा सर भनिदिन्छु, त्यसलाई सर सुन्नुहोस् है। ल अब सुनौ त, हस्पिटलमा चाहिँ लेखेर दिएको हामीले लेखेर पाएको औषधि चाहिँ औषधि पसलमा किन्नु पर्छ है। औषधि पूर्जीमा चाहिँ औषधि पूर्जीलाई लिएर औषधि पसलमा गयो भने औषधि पसलेले औषधि पूर्जीमा लेखेको औषधिलाई के गरिदिन्छ त मिलाइदिन्छ अथवा त्यहाँ चाहिँ तयार गरिदिन्छ र त्यसको साथसाथै प्रयोग गर्ने तरिकाहरू पनि के गरिदिन्छ जानकारी दिन्छ। औषधि पसलले दिने औषधिको त्यो जो चाहिँ खोल छ अथवा के गर्ने भन्ने त्यो औषधिको खोलमा बिरामीको नाम हुन्छ अरे, त्यसको उमेर हुन्छ अरे। अनि त्यसपछि औषधि कुन नामको, तपाईँको चाहिँ पारासिटामोल हो कि साइनाक्स हो कि के हो औषधि, त्यो औषधिको नाम। अनि औषधि प्रयोग गर्ने तरिका के, कति बेला खाने के खाने भन्ने कुरा औषधिको तरिका। अथवा छुइसाङ भनेको होसियारका कुराहरू खुरिगो, त्यसका साथसाथै याक्सा वा औषधि पसलेहरूको र याकबुकको बारेमा चाहिँ के हुन्छ जानकारीहरू लेखेर दिन्छ।
सामान्य औषधीय जन्य अथवा सामान्य औषधिहरू चाहिँ डक्टरको चाहिँ पुर्जी नभए तापनि औषधि पसलमा आफै गएर के गर्न सकिन्छ, फुइबाल्छुसिन्दा खरिद गर्न सकिन्छ र अब यतापट्टि याक फङ्दु हेरिहाल्नु भयो, यहाँ तलपट्टि औषधिहरू छ। अब चाहिँ यो हो यागहरू है, याक भनेको औषधि, याक फङ्दु भने औषधिहरू लेखेको झोला भन्छौँ हामी। खासमा यसलाई औषधि कति बेला खाने, के खाने, बिरामीको कुन हस्पिटल, यताउता सबै कुरा अथवा कुन औषधि पसल भनेर सबै कुरा लेखेको हुन्छ, त्यो चिजलाई याक फङ्दु भनेर भन्छ है। हेरौँ त, यागुल सागो सिफुन्डे औषधि किन्न चाहेको छ तर पनि यागुकी औषधि पसलको मुनुल थादा सुमेन ढोका बन्द भइहाल्यो भने अत्तक्कै हेहाल्का हो, कसो गर्ने होला त। औषधि किन्न मन त छ है, हामी चाहिँ औषधि किन्न चाहन्छौँ तर औषधि पसलको ढोका बन्द भइहाल्यो भने कसो गर्ने होला त भनेको छ। इतेनुन यो बेलामा चाहिँ अथवा यस्तो बेलामा चाहिँ हेविल छिखिम इ यागुक भन्छ। हेविल भनेको बिदा, छिखिदा भनेको पालना गर्नु, यागुक भनेको औषधि पसल। बिदालाई पालना गर्ने औषधि पसल भन्छौँ क्या हामी, अथवा बिदालाई चाहिँ एउटा के गर्ने त, उसलाई चाहिँ बिदालाई सदुपयोग गरिदिने अथवा बिदाको बेलामा खोलिराख्ने औषधि पसलहरूको साइथु वेबसाइटहरू है। साइथु भनेको वेबसाइटहरू। ल, औषधि पसलको वेबसाइटहरूलाई चाहिँ छाजा छाजा फोमेन थोमिदा खोजेर हेऱ्यो भने हुन्छ अरे क्या। अब हामीले चाहिँ नर्मल्ली चाहिँ सधैँभरि चाहिँ औषधि किन्नलाई औषधि पसलमै जानुपर्छ भन्ने छैन, कहिलेकाहीँ औषधि पसलहरू बन्द पनि हुनसक्छ बिदाको बेलामा है त, हिविल खोङ हिविलमा। त्यस्तो बेलामा चाहिँ के गर्ने भन्दाखेरिमा हिविल सिक्किम यागुकी भन्ने हुन्छ, औषधिहरू चाहिँ बिदामा पनि बेच्ने वेबसाइटहरू हुन्छ, त्यस्ता वेबसाइटलाई खोजेर गयो भने हुन्छ अरे। नुजुन फामे ढिलो अथवा अबेर राति भनेको है, नुजुन फामे अबेर रातिमा मुनुल एनुन भनेको ढोका खोलिने अथवा चाहिँ ओपेन हुने, ढोका खोलिने यागुक इना औषधि पसल अथवा हिविल इना बिदा अथवा छुमारेदो सप्तान्तमा पनि मुनुल एनुल ढोका खोलिने यागुकुल छियक बेल भनेको क्षेत्र पछि है, क्षेत्रीय अनुसार क्षेत्रीय पिछेहरू, अथवा सिगान दे बेरो भनेको समय पछि के होइन। कोही कोही चाहिँ बिहानमा ओपन हुन्छन् भने कोही रातिमा ओपन हुने कि त्यो समयहरू पछि होइन। टाइम टु टाइम भनेको टाइम डेट आर भनेको टाइम अनुसार सुनसुके सजिलैसम्म खम्सेको लालसु सुन्दा के गर्न सकिन्छ, खोजी गर्न सकिन्छ अरे है। एकचोटि मैले नेपालीमा सर भनिदिन्छु हेर्नु त, सजिलै छ, त्यस्तो गाह्रो केही छैन। औषधि किन्न चाहियो तर औषधि पसलहरू ओपन छैनन् भने के गर्ने त त्यस्तो बेलामा भन्दाखेरिमा, त्यस्तो बेलामा बिदाको पालना गरेर बसिरहेका औषधि पसलहरू हुन्छन्, त्यस्ता औषधि पसलका वेबसाइटहरू हेर्ने, त्यस्ता खोज्यो भने हुन्छ अरे। त्यसपछि गएर के भन्यो, राति अबेरसम्म ढोका खोल्ने अथवा चाहिँ के गर्ने त, त्यस्ता औषधि पसलहरू अथवा बिदाको बेलामा अथवा सप्तान्तको बेलामा पनि ढोका खोल्ने औषधि पसलहरू क्षेत्रै पछि अथवा समय पछि अथवा समय अनुसार के हुन्छ त सजिलैसँग खोज्न सकिन्छ के। क्षेत्र अनुसार पनि खोज्न सक्यो अथवा अहिलेको यो समयमा कुन औषधि पसल खुल्ला छ भनेर पनि खोज्न सक्यो अरे के। त्यसरी मजाले खोजेर औषधिहरू किनेर खान सकिन्छ 24 घन्टा अथवा अन्जे दुन्जी 365 दिने मजाले चाहिँ औषधि किन्न सकिन्छ। अब यहाँ हेरौँ, आन्जन साङ्बी, यो साङ्बी भनेको आकस्मिक हो है। साङ्बीको मिनिङ यो आकस्मिक हो, हिजो हामीले खिनगुप अनि त्यसपछि गएर धेरै कुरा लेखेको थियो नि त, फिसान होइन, त्यो कुराहरू। अब आन्जन साङ्बी भनेको अब यो चाहिँ सुरक्षित त्यो आकस्मिक भन्ने भयो। सुरक्षित आकस्मिक उयाकुम औषधि चाहिँ फेङ्गो सरी फेनिजम एसदो 24 घन्टे पसलमा पनि फान्ने हामीले बिक्री गरिन्छ कि। अथवा इमर्जेन्सी औषधि हुन्छ नि, जो चिज हामीलाई प्रिकसन चाहिँदैन कि, त्यस्तो सामान्य जस्तै ज्वरो आउने, रुगा लाग्ने, रुगाखोकी लाग्ने, टाउको दुख्ने यस्ता औषधिहरू त यसलाई भन्छ आन्जन साङ्बी भन्छ। यसलाई सुरक्षित अथवा हामीले चाहिँ आकस्मिक औषधि भन्नुहुन्छ। यस्ता औषधिहरू 24 घन्टे पसलमा पनि फान्ने हान्दा बिक्री गरिन्छ अरे। फेनिजम एस 24 घन्टे पसलमा फान्ने हानुन बिक्री गर्ने यागुन औषधि चाहिँ खाब्याउन हल्का छुङसाङ ए साङ्गाचु हिँड्नुन, हल्का लक्षणहरू के एकदम जटिलै होइन, हल्का हल्का टाउको दुख्ने, ज्वरो आउने, रिङ्गटा लाग्ने, पाचन नहुने यस्ता यस्ता सामान्य लक्षणहरूमा प्रयोग गर्न सकिने यागुरो औषधिको रूपमा विजा ए डक्टरको छबाङ जनुल अप्सी, डक्टरको पुँजी अथवा डक्टरको प्रिप्रेसन नभएर पनि साल्सुसिन्दा किन्न सकिन्छ। फेनिजमेसा साल्सुइनुन है, 24 घन्टे पसलबाट साल्सुइनुन किन्न सकिने यागुन औषधि चाहिँ आरेवा खासुन्दा तल दिएका जस्तो छन्। यिनीहरूलाई हामीले जति बेला पनि गएर फेनिजमबाट किन्न सकिन्छ है भनेर भन्न खोजेको है। अब के छ त हेरौँ त, यो आन्जन साङहङ साङबी उयाकफुम भनेको छ। यिनीहरू भनेको अब
आकस्मिक औषधिहरू, सुरक्षित आकस्मिक औषधि अथवा जति बेला पनि हामीले प्रयोग गर्न मिल्ने अथवा किन्न सकिने औषधिलाई भन्छ। हेएलजे भनेको यरी नाल्ते मङ्नुन्याक, उसले त यहाँ अहु नै लेखिदियो है, यरी नादा ज्वरो आउनु, यरी नाल्ते ज्वरो आउने बेलामा मङ्नुन्याक खाने औषधि भनेको हेएलजे रहेछ है। त्यसपछि छिन्थोङ भनेको पेन किलर हो है, दुखाइ हो, छिन्थोङ भनेकै दुखाइ हो। छिन्थोङ जे भनेको अब दुखाइ कम गर्ने। मरिना टाउको अथवा इदुङ, इ भनेको दाँत है, मरिना टाउको अथवा इदुङ ए दाँत आदिमा, थोङजुङ भनेको दुखाइ, थोङजुङ भनेको के हो, दुखाइहरू पिसुल्ते हुने बेलामा मङ्नुन्याक खाने औषधि भनेको है। र हामीलाई चाहिँ दाँतहरू दुख्यो अथवा टाउको दुख्यो भने त्यो दुखाइ कम गर्नलाई खाने औषधिलाई छिन्थोङजे पेन किलर भन्नु है। खाम्गियक भनेको खाम्गिए खल्ली सुल्ते मङ्नुन्याक, अब रुगा खोकी लागेको बेलामा खाने औषधि भने त खाम्गियक, सिम्पल सजिलो भइहाल्यो। त्यसपछि सोवाजे सोहागा आन्थोए गना है, पाचन राम्ररी भएन अथवा अपच भयो, अथवा ख्वासिक भनेको ओभर खानु के, कहिले काहीँ धेरै ओभर भयो धेरै खायौँ भन्छ नि, ख्वासिक भनेको के हो त, ओभरै खानु है। अनि यो खुम्सिक भनेको खाना नखानु, बुझ्छ त है, त्यो हो नि त। अनि यो सिसिक भन्यो भने चाख्नु के, खाना खाना यसो चाख्नु भन्छ नि है। अनि फुसिक भन्यो भने मजाले खानु। ल, यो फुसिक भनेको मजाले खानु, खुम्सिक भनेको खाना नखानु अथवा व्रत बस्नु भन्छ नि खानै नखानु। अनि सिसिक भनेको चाहिँ कस्तो भन्दाखेरिमा चाख्नु कि यसो खाना टेस्ट गर्नु चाख्छौ नि त्यो। अनि ख्वासिक भनेको ओभरै खानु, उच्च खानु है। ख्वासिक भनेको एकदम उच्च खानु। त्यो पाचन भएन अथवा उच्च खाइएको बेलामा फेगा आफुल्ते, पेट दुख्ने बेला, अब पेट दुख्ने भने अरू कुराले होइन, कि अपच भएर पेट दुख्नु पर्यो कि खाना धेरै भएर पेट दुख्नु पर्यो, त्यस्तो बेलामा खाने औषधलाई सोवाजे भन्दो रहेछ, जसलाई डाइजेस्टिभ मेडिसिन भन्छ। अनि छिसा भनेको त यो त अब सल्सा पखालाको औषधि भयो है, एन्टी डायरिकल भन्छ, डायरियाको हो कि है। सल्सारुल पखाला ममछुगे हागे, यो ममछुदा भने हिजो भने मैले रोक्नु है, पखालालाई रोक्नको हागी उयेस रोक्नको लागि मङ्नुन्याक औषधि खाने के होइन। पखाला डायरिया रोक्नको लागि खाने औषधिलाई छिसाजे भन्दो रहेछ। खासु भनेको त खुनयुक भनेको चाहिँ मांसपेशी है, मांसपेशी भन्छौँ नि, खुनिक भनेको मांसपेशी है, मसल्सहरू भन्छौँ त्यही हो है। खुनिक भनेको मांसपेशी अथवा है, खन्जोल भनेको जोर्नीहरू, जोड्नी भन्छौँ नि, जोइन्टहरू जोर्नीहरू है, मांसपेशी अथवा जोइन्टहरू चाहिँ आफुल्ते दुख्ने बेलामा खुच्चिकन टाँस्ने अथवा पुरिनु या छर्किने औषधि। खासु चाहिँ अब टाँस्ने पनि हुँदो रहेछ, त्यसो भए त छर्किने पनि हुँदो रहेछ कि, दुख्यो भने त्यो चाहिँ औषधि छर्किनु पनि हुँदो रहेछ। यो कुरालाई हामीले बुझ्नु पर्यो है। दुइटा कुरा यो के हो भन्दाखेरिमा मांसपेशीहरू अथवा जोइन्टहरू, मांसपेशी अथवा खन्जल भनेको जोइन्टहरू हो कि होइन। जोइन्टहरू त्यस्तो बेलामा चाहिँ एकदम धेरै दुखेको बेलामा टाँस्ने, कुच्चिदा भनेको टाँस्नु र पुरिनु भनेको छर्किने औषधिलाई के भन्दो रहेछ, फासु भन्दो रहेछ। यसलाई चाहिँ फासु चाहिँ स्प्रे पनि हुँदो रहेछ क्या, फासुमा दुखाइ कम गर्ने स्प्रे पनि हुँदो रहेछ भनेर बुझ्नु पर्यो है। ल, अब वागिने चेक गर्नुहोस् भनेको छ, यागे देहे औषधिको बारेमा मुरो खोल्छु इत्ता, औषधिको बारेमा सोध्न सक्ने हुनु कि यो के को औषधि हो, यो रातोले बेरेको के को औषधि हो, यो के हो, कति बेला खाने, सबै सोध्न सकिने भयो। या खुमेरुल उयाए, औषधि खरिदको लागि छुङसाङ्गे देहे माराल चित्ता, औषधि खरिदको लागि लक्षणको बारेमा कुराकानी गर्न सक्नु पर्यो, मलाई यस्तो बाहा भन्न त सक्नु पर्यो नि त होइन। त्यो कुराहरू भन्नु पर्यो भने यी कारण अथवा फान्दान भनेको त्यसको जजमेन्ट है, यही लेखिदिएको छ जजमेन्ट भनेर। यी कारण र जजमेन्टहरूको खुन्ग आधार चाहिँ थे महाराज त यति बेलामा उनीका निक्का ग्रामर परे गर्ने होइन, उनीका निक्का। अब कारण पनि छ, त्यसको जजमेन्ट पनि छ, कसैलाई चाहिँ केही कुरा भनिदिएको छ भने उनीका निक्का परे गर्ने, यो ग्रामर पनि हामीले पढिसक्यौँ, एकदम सक्यो होइन त। ल, अब हामी जान्छौँ इक्कीतिर है। ल, इक्कीमा हेरौँ त सुरुमा के छ। थाउमचुङ मिचुल्सिन फुबुल मुन्जाङ्गुल खोरिस सुरुमै मिचुल्सिन छ। अब हेरौँ है, खिसुक्सा ए होस्टेलमा साल्दाबाट सानिका हुनुपर्ने हो, यहाँको छ साल्निका छ कि, ल त हट्नुपर्ने नि त, सानिका, त्यही भएर यो के भयो त, हट्यो है, हट्यो, त्यो भएन। दुईमा साङ्जागा, साङ्जा भनेको बाकस, साङ्जागा बाकस मुगप उनिका होइन के हुनु पर्यो, मुग उनिका हुनु पर्यो, ब चाहिँ हट्या हुनु पर्यो, ब हट्या छैन, त्यो भएर यो पनि के भयो, मिलेन। तिनमा उमागुल थुदुनिका होइन, थुरुनिका हुनु पर्यो कि, थुदुनिका हुँदैन नि त, थुरुनिका हुनु पर्यो, त्यो भएर यो पनि के भयो, मिलेन। चारमा छेजुदोगा युम्याङ हानिका,
छेजुदो पर्खात भएको कारणले खा बस्यो गई। हेर्नुहोस् यो चाहिँ मिल्यो के। अरू सबै काहीँ पनि उनिका निकाला यसमा ल हटाउनु पर्ने, यसमा द हटेर र आउनु पर्ने, यसमा ब हट्नु पर्ने, हटेन। लास्टको यो के छ, युमेन हातमा युमेन हानिका। ठिक छ, त्यो एन्सर नम्बर 4 है। दुईको हेरौँ, फिन खाने थुरखाल खाजाङ आलमाजुन कसुल खोरु सिप्स्यो है। फिन खाने कुराहरू छान्नुहोस् भनेको छ। छिसासे भर्खरै पढ्यो, पखालाको औषधि, जो सल्सा पखालालाई रोक्नको लागि प्रयोग गरिन्छ भन्यो, सकियो कुरा। सोवाजे पाचनको लागि, अथवा पाचन भएन अथवा धेरै खाना खाइयो र त्यस्तो बेलामा पेट दुख्यो भने प्रयोग गर्ने सोवाजे। हेलजे ज्वरो आइहाल्यो भने खाने ज्वरोको औषधि। छिन्थोङले दाँत दुख्यो, कान दुख्यो, मांसपेशी दुख्यो, दुखाइहरू कम गर्नु पर्यो भने खाने भनेको छिन्थोङ ज्यो। आछिमबुथ यरी नासयो, बिहानदेखि ज्वरो आयो त्यसैले यागुपमा गएर ज्वरो आएपछि सिधै खाऊ हेल्जे रु सासयो औषधि। सक्यो कुरा होइन। हेल्जे बस ज्वरो आयो भनेको यदि बिहानदेखि पखाला लाग्यो भनेको भए यो, बिहानदेखि पाचनै भइरहेको छैन भने यो, बिहानदेखि दाँत दुखेर हैरान छ भनेको भए यो हुन्थ्यो। अब यहाँनिर कुरा मजाले घुमाउन सकिन्छ। चारैवटा एन्सर पालै पालो हुने गरेर क्वेसन बनाउनु पनि सकिन्छ। तपाईँहरू पनि आफै पनि बनाउन सक्नुहुन्छ। ल, तिनमा पनि फिनखाने थुरखाल आलमाजुन फेवेनु खोल्ला मुन्जाङुल भन्छन् हाँस्यो। फेदारी नासयो, पेट कटक्कै काट्यो। खिचिमुल हेस्सयो, खुगाखुकी लाग्यो। नुनबेङ्गी नासयो, आँखाको रोग लाग्यो। थारी रोग थाप्चस्यो, के भयो त, खुट्टामा रोग लाग्यो। ल, छागाउन उम्न्यो सुरुल, चिसो पेय पदार्थ मानी मास्यस, धेरै पिएर डडर। अब चिसो धेरै पिए रे। अब हेरौँ है, धेरै पिए के भएर पुरै छ। अब पछाडि हेर्नु पर्यो। त्यसैले छिबे इन्नुन घरमा भएको यागुल मगसयो, घरमा भएको औषधि खाए रे है। यागुल मगुन हुए दो, औषधि खाइसकेपछि पनि खेसोक लगातार फेगा आफूमेन, पेट दुख्यो भने फेङ्गोने खारे गम्दा जाने विचार गर्ने। अब खिच्चिम हुँदाखेरिमा पेट दुख्छ, दुख्दैन। आँखाको रोगमा पेट दुख्ने हो, दुख्दैन। खुट्टा चोट लाग्यो पेट दुख्छ, पेट दुख्ने भनेको फेदारी नादा हो कि। यति हामीले सेन्स यो लाउने हो। अब यो फिनखानमा त जो पनि लगाइदिउँला हामी, तर यो पछाडिको सबै यहाँसम्म पढ्दा पनि अझ थाहा छैन। तर यहाँबाट पढौँ त, औषधि खाइसकेपछि लगातार चाहिँ पेट दुख्यो भने अस्पताल जाने विचार छ भने चाहिँ पेट दुख्ने कारण त के हो, यो फेदारी नादा। पेट काट्नु अथवा पेट लाग्नु, पेट गडबड हुनु भनेको के छ, फेदारी नादा। बस एन्सर नम्बर 1 गएर। अब यो 4 चाहिँ हामीले मजाले हेर्नुपर्ने है। 4लाई यसो हेर्नुहोस् त, मैले अघि पनि भने है। अब थाउम खुरुल इक्को नेउङ्गा खातुनगस खोरुसिप्स्यो भनेको छ। अब यहाँ हेर्नुहोस् त, यहाँ निम लेख्या हुन्छ, कहिलेकाहीँ खुइया लेख्या हुन्छ। मैले तपाईँलाई हिजो पनि भन्छु, यो भनेको डाइरेक्ट बिरामी हो। अथवा धेरै जसो यो याकफोङथुमा, यसलाई भन्छ याकफोङथु है। यो हो याकफोङथु, यो याकफोङथु हो। धेरै जसो याकफोङथुमा यहाँ माथि नाम भएको मान्छे बिरामी नै हुन्छ भनेर बुझ्नु। त्यसपछि 2800 भनेको वर्षको नाम, केटामा चाहिँ गोलो लगाएको छ नि त, नाम र एमा के लगाएको छ, केटामा गोलो लगाएको छ। यो केटा रहेछ, 28 वर्षको केटा रहेछ, जसको नाम आगुङ रहेछ भनेर बुझ्नु पर्यो। अब बिरामी को भन्यो भने आगुङ हो भनेर भन्न सक्नु पर्यो के। कति वर्षको के हो, 28 वर्षको केटी हो भनिदेला, हो त 28 वर्षको केटी होइन, यो को केटा। यो कुरा भयो। इरिल भनेको एक दिनमा, साम होए भनेको 3 पटक, एक दिनमा 3 पटक खानु पर्यो। अनि त्यसपछि गएर इन बुन भनेको 2 दिनको लागि के। एक दिनमा 3 पटक भनेको बिहान खानु पर्यो, बेलुका दिउँसो खानु पर्यो, बेलुका खानु पर्यो, 3 चोटि खाइयो। तर 2 दिनका लागि औषधि भनेको यो इनबुन भनेको भाग कति दिनका लागि, 2 दिनका लागि। कुरा बुझ्नुभयो। टोटल कतिचोटि खानु पर्यो अब औषधि भनेर पनि कहिले काहीँ हिसाब सोध्न सक्छ। एक दिनमा 3 पटक खाइन्छ भने 2 दिनमा कति पटक खाने भयो, 6 पटक। यो चिज पनि विचार गर्नुपर्छ कि यो आगुङ भन्ने मान्छेले टोटल औषधि 6 पटक खान्छ भनेर कतै भनि पो हाल्छ कि। यो चिज पनि एकदम ख्याल गर्नुपर्छ है। ल, त्यसपछि शिक्षा, खानाको कहिले खाने, छन् भनेको अघि खाने कि पछि खाने भनेर कहाँ लगाएको छ, हुएमा टिक लगाएको छ, खाना पछि खाने भन्ने है। अनि खाना खाइसकेपछिको सामसिप बुन 30 मिनट पछि पर्यो के। खाना खाना बित्तिकै प्रयोग गर्ने होइन, खाना खाइसके पछिको 30 मिनट पछि बल्ल औषधि खाने हो। फेरि औषधि खाएर खाना खाने होइन, खाना खाएर बल्ल 30 मिनट पछि औषधि प्रयोग गर्ने। यहाँ डेट लेखेको छ 2025 1को महिना 31 गते डेट लेख्दैछ। औषधि पसलको नाम उरिया कुक रहेछ। याक्सा औषधि बेच्नेमान युजी हो भन्ने मान्छे रहेछ कि। त्यही भएर याक्साको नाम लास्टै लेख्दै हुन्छ कि। याक्साको नाम युजी हो। पर्सि क्वेसन दिने बेला यस्तै यस्तै एउटा क्वेसन आउँछ, ट्याक्क तपाईँहरू थाहा पाउनुहुन्छ। त्यति बेलामा यो र त्यो दुईटा कम्पेरिजन गर्दा त मजाले बुझिहाल्नुहुन्छ, 1 नम्बर पाकिहाल्यो। ल, एकमा हेऱ्यौँ,
युजी हो सिगा यागुल 700 हो। यो युजी हो सी भन्ने मान्छेले औषधि किन्यो रे के, यो एक्साले औषधि किन्छ होइन नि, बेच्छ यसले होइन। यो हामीले ख्याल गर्नुपर्ने मेनली। आगुङ सिनुन सुमुल थासत, सुमुल थासत भनेको कति हो? 25 है। सुमुल भनेको 20, थासत भनेको 5 है। सुमुल थासत 25 वर्षको सालिन्दा, 25 वर्षको हो त यो, 28को हो कि 25को होइन, 28 वर्षको है, 25 वर्ष। यागुल औषधि इथुल थुङ्गान 2 दिनसम्म है। अब यो हारु इथुल साहुल नाहुल यो तपाईँहरूले 10सम्म कन्ठाउनु पर्यो क्या, अनि बल्ल मजा आउँछ है। हारु इथुल साहुल नाहुल थासे यसे इरुरे एदरे भन्ने जो छ त्यो कण्ठ गरिहाल्नु। औषधि इथुल्थोङ्गान 2 दिनको अवधिभरि मगुल सुइसुन्दा खान सकिन्छ अरे। ठिकै छ नि, 2 दिनसम्म खाने भनेर उसले भनेको छ नि, मिल्यो। यागुल मक्को औषधि खाने र 30 मिनट पछि भात खानुपर्छ भनेर त्यो हो र होइन के? भात खाएपछिको 30 मिनटमा औषधि प्रयोग गर्ने हो, औषधि खाएपछि भात होइन है। नभए के भन्नु पर्यो, भात खानुभन्दा पहिला 30 मिनट पहिला खाना खानुपर्छ भनेर मिल्थ्यो। यहाँनिर घुमाउन सकिन्छ है। आफै पनि एउटा क्लियर माइन्ड लगाएर यसो शान्त माइन्डले, अहिले त हामी यत्रो पढिसक्यौँ, गजरङ गुज्रुङ भइसकेको छ, एकचोटि शान्त माइन्डले आफै पनि प्र्याक्टिस गर्नु भने यो अप्सनहरू चारैवटालाई गुल्टाइ पुल्टाइ गरेर चारैवटा अलग त्यो अप्सन राख्न सकिन्छ। कहिले काहीँ क्वेसन आइदेला पनि है। त्यो कुराहरू ख्याल गर्नुलाई एन्सर नम्बर 3 भइहाल्यो, बुझि पनि हाल्यो ल। अब पाँचमा, पाँचमा भर्खरै हामीले यो पढ्यौँ, भर्खरै पढे तापनि अब यो पत्ता त लगाइहाल्छौँ है। अब हेरौँ, फेनिजम एस छिन्थोङ जेरुल सालसिसुला छिन्थोङ जे दुखाइ। फेनिजम 24 घन्टे पसलमा दुखाइको औषधि पेन किलर किन्न सकिन्छ अरे। अघि हामीले प्यासेजमा किन्न सकिन्छ भनेर पढायो नि त, पढ्या हो। नुजुन फामेनुन ढिलो राति अथवा अबेर रातिमा यागुल फानुन खोसी अप्सुन्दा औषधि बेच्ने ठाउँै छैन अरे के, होइन नि त। औषधि बेच्ने ठाउँहरू हुन्छ, वेबसाइटमा हेर्ने भने साइटमा हेर्ने भने हुन्छ भन्थ्यो नि। छिसाजे है, पखालाको औषधि सारेमन किन्ने हो भने छबाङजन इस्या हमिदा डक्टरको पुर्जी चाहिनै पर्छ अथवा हुनै पर्छ अरे। नभए पनि किन्न मिल्छ भनेर पढायो नि त अघि, हो नि त। ह्युइल ह्युइल सिक्किमी याकबुक है, विधाको सदुपयोग गर्ने अथवा विधामा प्रयोग हुने विधाको उपयोग गर्ने याकबुकहरू चाहिँ छुमारेमान सप्तान्तमा मात्रै ढोका खुल्छ अरे के, त्यस्तो हो होइन के। ह्युइलमा खुल्छ, अर्को चाहिँ विधाको बेलामा खुल्छ, त्यस्तो बेलामा खुल्छ भनेर बनायो नि त। त्यो भएर यो पनि मिलेन। अब पढ्दैन त एकछिन होइन। नुजुन फामेना है, ढिलो अबेर राति अथवा छुमारे सप्तान्तमा यागुल साल्चुइनुन औषधि किन्न सक्ने याकबुकुन औषधिलाई है ह्युइल सिक्किम याकबुकी साइथुएस। यो ह्युइल सिक्किम इ याकबुक भन्ने एउटा वेबसाइट छ अरे। त्यो वेबसाइटबाट छाजुल सुइसुन्दा खोज्न सकिन्छ अरे के। औषधि पसल कहाँ छ भनेर यसले देखाइदिन्छ कि यो अहिले ओपन छ, यो क्लोज छ भनेर यो वेबसाइटले देखाइदिन्छ अरे के। यो वेबसाइटमा मजाले गर्नुहुन्छ, खोज्न सकिन्छ। यी साइथु यो वेबसाइटमा चाहिँ छियक बेल क्षेत्रै अनुसार क्षेत्रै पछि सिगान्दे बेरो समय पछि चाहिँ मुनुले एनुन ढोका खोलिने या गुगल सुन सुत्के खम्साल सुस्मिँदा है। सुन सुत्के अति सजिलैसँग के गर्न सकिन्छ, खोज्न सकिन्छ हाजिमान। त्यसो भए तापनि छिप खुन्छ घरको नजिकै खाक्काउ नजिकै है, घरको नजिकैको हिल छिम्ली यागुकी अप्तामेन। यदि त्यसमा सर्च गर्दा गर्दै पनि हामी 10-15 किलोमिटर टाढा अथवा चाहिँ अलिकति अझै टाढा भइहाल्यो भने छिसासे है, पखालाको औषधि छिन्थोङ्जे है, दुखाइको औषधि पेन किलर जस्ता यागको याग चाहिँ औषधि उइसाए डक्टरको छबाङ अप्सिदो भनेको छबाङजन नभए तापनि है, अप्सिदो छबाङजन नभए तापनि फेनिजमेसा साल्सिसलाई किन्न सकिन्छ। त्यही भएर छिन्थोङ्जे किन्न सकिन्छ, ठिक छ। राति अबेरमा चाहिँ औषधि बेच्ने पसल छैन भने मिलेन। छिसाजेलाई किन्ने हो भने छबाङजन चाहिन्छ। यिनीहरू के भने छिसाजे र छिन्थोङ्गे यत्तिकै पनि किन्न सकिन्छ भनिहाल्यो। हिविल सिक्किम यागुकी चाहिँ छुमालमा मात्रै होइन कि हिविलमा पनि खुल्छ, छुमालमा मात्रै खुल्ने चाहिँ होइन। त्यो भएर आन्सर नम्बर 1 है। यो कुराकानी यसको लिसनिङहरू गर्दै गर्नु होला। हामी कुनै दिन मिलाएर लिसनिङ पनि एकदम पूर्ण रूपले गर्नेछौँ क्यारे। अन्त आजको यो चाहिँ सकियो।